अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौ अब जो सबैलाई पुग्ने यो उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो सबैलाई त्यो पैसा कहाँबाट आयो आसी अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो सुरुमा तपाईले मात्रै हेल्प गर्नु सुरुमा त मै हो ब्याङ्कको पैसा झिकेर दिनुभयो मैले ब्याङ्क निक्ले नि ब्याङ्कबाट टिप्नु भएन निकाल्ने ब्याङ्कबाट हो क्या ऋषिजी हुम्लामा गएर बस्नु न म जाँदैछु एउटा पुल जाँदैछु जानुस् त ढुङ्गाबाट जोगिनुहोस् ढुङ्गाबाट खसेर टक्लक ढुङ्गा झरेर टक्लक भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कडालीमा एउटा शौचालय बनाइदिनु भयो तपाईले शौचालयको कुरा त्यो बनाइदिनुस् मेरो आग्रह छ शौचालय त्यहाँको आवश्यकता होइन कि पहिला बत्ती होइन बत्ती चाहियो शौचालय पनि चाहियो शौचालय जानलाई बत्ती चाहियो क्या बत्ती नभइकन सर्भर टोकेर मर्छ मान्छेले आज तपाईँ सत्य बोल्नुहोस् तपाईँ कोबाट परिचालित मान्छे ठ्याक्कै म चाहिँ भगवान एकजना हुनुहुन्छ उहाँ को पशुपतिनाथमा बस्नुहुन्छ भगवान शिव तपाईँ अब जाँदै के भन्न चाहनुहुन्छ अब जाँदै त अब घर जान्छु म अहिले भन्न चाहन्छु होइन अब तपाईँ जरुर नै बस्ने कि नेपालमा